आज चाहिँ के नयाँ रेसिपी ट्राई गर्नु पऱ्यो भनेर टक्क प्याज काटेर टमाटर खोर्सानी सबै कुरा रेडी बनाइसकेपछि अब हामीले चाहिँ कराई टक्क बसालेर मासु ओर्यौँ। मासु पर्र गर्दै थियो अनि अब मासु एकछिन पर्र गरेर त भएन, एकछिन चलाउनु पऱ्यो भनेर सर्र चलाउँदै थियो मेरो साथीले। अनि त्यसमा नुन र बेसार सर माथिबाट हालेपछि अलिअलि कलर पनि आउँदै थियो। एकछिन छोपिदियौँ अनि छोपिसकेपछि हाम्रो अर्को पनि रेसिपी थियो जसलाई चाहिँ हामीले मासुलाई मेरिनेट गरेर चाहिँ हामीले चाहिँ पोलेर खाने विचारमा गरेका थियौँ। यत्रो ठुलो कलेजो छ, कलेजो खाएर यसको गर्लफ्रेन्डले यसको मुटु खाएर गयो, यसले कलेजो खाँदैछ। त्यही भएर साथीलाई यति भनिसकेपछि अब फेरि यो रेसिपीको लागि टक्क मसलाहरू हालेर सर चाहिने कुराहरू सबै यसमा हालिसकेपछि सर अन्तिममा चाहिँ तेलहरू हालेर हामीले चाहिँ यसलाई 10-15 मिनट चाहिँ अब यसलाई छोडिदिने विचार गऱ्यौँ। जबसम्म मासु पाक्दैन तबसम्म यसलाई छोडिदिने र पछि यसलाई सेकुवा बनाएर खानुपर्छ भनेर हामीले चाहिँ त्यही भएर हामीले टक्क चाहिने जति सबै कुरा हालेर कति मिठो हुन्छ। त्यसपछि अब हामी फेरि कराईको रेसिपीतिर लाग्यौँ अनि कराईमा सर लागेर चाहिँ टमाटर खोर्सानी प्याजहरू हालेर अब फेरि एकछिन चलायौँ। त्यसपछि एकछिन चलाइसकेपछि चाहिँ अब यसलाई छोप्नु पर्यो। त्यसलाई टक्क मस्तसँग पहिला सुरु चारैतिरबाट सर घुमाइ फिराइ माथिबाट ड्रोन सट धरि हानेर चाहिँ टक्क लाएर फेरि यसलाई हामीले छोप्यौँ। अनि 10-15 मिनट पछि उगारेर हेर्दाखेरि त यो त आहा हेर्दै खाउँ खाउँ लाग्ने भएछ। फेरि एकचोटि छोपिसकेपछि अब एकछिनपछि हेर्दाखेरि चाहिँ यो मासु पाक्यो। मासु पाकिसकेपछि अब हाम्रो त पार्टी गर्ने जङ्गलमा गएर यसो पार्टी गरौँ भन्ने थियो। त्यसैले हर्केसमा हालेर अब चाहिँ हामी चाहिँ आफ्नो जङ्गलतर्फ लाग्ने चाहिँ विचार गऱ्यौँ। सर र माथिबाट धनियाँ पनि छर्केपछि त अहिले नै एक हर्केस एक्लै खाइदिउँ जस्तो लागिरहेको थियो। अनि टक्क लागेर यसरी भाग लगाएर चाहिँ यो खाँदै थियौँ। अनि अघि हामीले तयार पारेको चाहिँ रेसिपीको चाहिँ जुन सेकुवा थियो, सेकुवा चाहिँ यसरी बनाउँदै थियौँ हामीले चाहिँ। अब सर र भागमा हालेर अब हामी चाहिँ एकदम गमराम खान थाल्यौँ। खाएको भिडियो चाहिँ के देखाउनु साथीहरू, त्यही भएर अब बाई बाई, अर्को भिडियोमा भेटौँला।